माननीय वीरेन्द्र प्रसाद महतो, समय 3 मिनट। त्यसपछि माननीय रामप्रकाश चौधरी। सम्मान्य सभामुख महोदय, शिक्षकहरूको माग, हाम्रा गुरुहरूको मागप्रति सरकारको ध्यान आकर्षण होस्। म सरकारको ध्यान उतातिर लान चाहन्छु। सभामुख महोदय, पहिला देशमा केही कल कारखानाहरू थिए, श्रमिकहरूले काम पाएका थिए, रोजगारी थियो। जोसँग रोजगारी थिएनन् कृषि पेशामा संलग्न थिए, कृषि उत्पादन थियो, श्रमिक मजदुरहरूको हकित संरक्षणको नाममा कल कारखानाहरू सबै हामीले खायौँ। रोजगारी दिने नाममा युवा विदेश पलायन बढायौँ, कृषि पेशा नै हामीले खायौँ। अब देश विकासको लागि केही क्षेत्र अझै बाँकी छन्, त्यो नखाऊ, त्यसलाई बचाऊ। त्यो भनेको पर्यटन, वन र जलस्रोत हो। वनको कर्मचारीलाई वनमा जागिर खाएको दिनदेखि नै एउटा कुरा दिमागमा हालिन्छन्, त्यो हो देशको बाटो बनोस् या नबनोस्, पर्यटकका लागि होटल बनोस् या नबनोस्, हाइड्रो निर्माण होस् या नहोस्, समग्र देश बनोस् या भाँडमा जाओस्, मतलब छैनन्। तर वन कटान हुनु हुँदैनन्। जति वन कटान कम हुन्छ, रोकिन्छन्, त्यति तिम्रो पदोन्नति र विदेश स्कलरसिपमा पढ्न पाउँछौ भन्ने सिकाएको हुन्छ। विकास होस् या नहोस्, जुन कर्मचारीले कम टिप्पणी उठाउँछन्, कम स्वीकृति दिन्छन्, त्यो कर्मचारीलाई विदेशी एनजिओले विदेश पढ्न स्कलरसिप दिन्छन्। देशको विकास त्यो कर्मचारीलाई मतलब हुन्न, अनि त्यही कर्मचारी डिजी र सचिव बन्छन्, अनि मन्त्रीले चाहेर पनि काम गर्न सक्दैन। अर्कोतर्फ विद्युत प्राधिकरणले 4 वर्षभित्र निर्माण सम्पन्न गर्न नत्र पेनल्टी लाग्ने सम्झौता गरेको हुन्छन्, जसमा 4 वर्ष त वनकै विभिन्न शाखाहरूमा त्यो फाइल घुमिराखेको हुन्छ। सभामुख महोदय, वनका कर्मचारी मात्रै होइनन्, हाम्रो न्यायपालिका समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकासका बाधक भएको छ। लगानी सम्मेलनमा अत्यधिक लगानी आकर्षित गर्न सरकारले राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण ऐन 2029 अध्यादेश मार्फत केही दफा संशोधन गर्यो। एउटा विदेशीको डलर खानेले डलर बचाउन मुद्दा हाल्यो। त्यो मुद्दामा संवैधानिक अदालतले सरकारले अध्यादेश मार्फत थपेको दफा संविधानसँग बाँचियो भनेर खारिज गर्यो। खारिज गरेको 4 महिना बितिसक्दा समेत पूर्ण पाठ आएको छैनन्। सरकारले थपेको दफामा खास केही छैन, सिर्फ संरक्षण क्षेत्रको वर्गीकरण गर्न सक्ने भन्ने मात्र छ, तर खारिज भयो। तर विषय के हो भने न्यायाधीशहरूले राखेको विचारले वनका कर्मचारी तथा अन्य कार्यालयहरू अन्योलमा छन्। पूर्णपाठ नआउँदा कतै राष्ट्रिय निकुञ्ज तथा अन्य वन्यजन्तु संरक्षण ऐन 2029 को साबीको दफाहरू समेत प्रभावित हुने त होइन, वा उक्त दफा ऐन अनुसार हाल भइरहेको कार्यहरू समेत बाधा पर्ने होइनन् भन्ने त्रास सृजित भएको छ। फलस्वरूप अर्बौं लगानी भइसकेको क्षेत्रहरूको काम सुस्त छ, लगानीकर्ताहरू त्रसित छन्, वनबाट प्राप्त हुने स्वीकृतिहरू रोकेर बसेको छ। म यसै संसद र सभामुखज्यू मार्फत संवैधानिक अदालतलाई उक्त निर्णयको पूर्णपाठ तत्काल दिन आग्रह गर्न चाहन्छु। एउटा डलर खानेले केही न केही बहानामा मुद्दा हाल्छन्, अनि अदालत पनि झ्याप्पै निर्णय दिन्छन्। विस्तृत पाठ दिन ढिलाइ गर्दाका कारण त्यस निर्णयबाट विकासमा पर्ने प्रभाव के हुन्छ मतलब हुँदैनन्। सभामुख महोदय, मैले अघि भने जस्तै हामीले खान बाँकी रहेका मध्ये जलस्रोत, वन खान अब सबै लागेका छौँ। आज पो ऊर्जाका लागि हाइड्रो प्रयोग भएको छ, भारतले पनि किनिरहेको छन्। विज्ञान परिवर्तनको यस समयमा भोलि 15 वर्ष 20 वर्षपछि ऊर्जाका लागि हाइड्रो नै रहन्छ भन्ने के छ र? अनि त्यति बेला हाम्रो यो स्रोत कसरी उपयोग हुन्छ? त्यसैले यो जलस्रोत र वन नखाउँ, देश विकासमा वातावरणसँग समायोजन गर्दै यसको सही प्रयोग गरौँ। यसै सदन मार्फत म सरकारले केही सुझाव दिन चाहन्छु। तत्कालै मन्त्री परिषदले वनका कर्मचारीलाई विदेशी सहयोगमा विदेश पठाउन रोक लगाउने र कार्यविधि बनाएर मात्र पठाउने निर्णय गरियोस्। वनको एक युनिट जलस्रोत मन्त्रालयमा राख्ने र त्यहीँबाट ऊर्जा सम्बन्धी चाहिने वनको अनुमति दिई एक द्वार प्रणाली बनाउने कोसिस गरियोस्। धन्यवाद।